वृद्ध अवस्थामा। सेवा नमस्ते, फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को भिडियोमा। आज चाहिँ हामीहरू मणिचुर तह हाइकिङको लागि जाँदैछौँ। अनि साथीहरू चाहिँ त्यहाँनिर वेट गर्दैछ होला। अनि हामी सबैजना भेला भएर चाबेबाट जानु लाग्यो। अब उतै गएर भेटौँला। मेरो साथीसँग भेट भइसक्यो। यहाँ हामीलाई दही पाएको छ। क्यामेरा साइज मैले भेटिसकेको है भन्दै उयो मेनुका त यहाँ भर्खर आइरहेछ अरे। नरिसाउ ल, नरिसाउ सरी। यहाँ हाम्रो मेनुका आउँदै हुनुहुन्छ र हाम्रो चाहिँ बस चाहिँ यही हो। यहाँबाट के अरे उयो 2 किलोमिटर है बज्रयोगी नि। अनि त्यसपछि त्यहाँबाट चाहिँ 1.5 घन्टा अरे। तर त्यो एउटा केटीहरू चाँडै पुगेको थियो। मैले हेरेँ आउँछ पठाउने भन्दै हुन्छ हेरिजानु। अब के को पठाउन जानु पर्यो, सिङ्गल पठाउने के हिँड्नु। हामी चाहिँ अब पुरानो बस पार्कबाट अब हिँड्यौँ, यहाँ पुग्यो हाम्रो टिमहरू। कति घन्टा लाग्ने हो स्न्याक्स टाइम। दुईवटा बाटो आएपछि चाहिँ अनि यो बाटो जाने, यता नगइकन लेफ्टको बाटो जाने। यस्तो जङ्गलको बाटो छ। 11 बजेको 12 बजेको घाममा टट्टिने भयो। कस्तो हुन्छ अरे कुल्फी? अमिलो अमिलो छ। खालिसक्यो त्यसले। एउटा काँक्रा पनि किन्यो हामीले। तर अलिअलि यसो सरसर काट्न लाउनु पर्ने चाहिँ। यो उकालो जाँदा चाहिँ यहाँ पानी खाएन नजिक भएर। तर मिठो भएको भने है। धारा त्यहाँ हामीले पानपुरी चपिरहेको ठाउँमा चाहिँ यहाँबाट 5 बजी पनि फर्किनु हुँदैन भन्दै थियो। फेरि हामी बिचमा एउटा दिदा सोधेको 1 घन्टामा पुग्छ भन्यो भने। तर यस्तो पारामा 1 घन्टा चाहिँ अवश्य पुग्दैन। हाम्रो एङ्जी चाहिँ हिँड्न नसकेको अवस्था आउँदैछ। अर्को 2जना साथीले चाहिँ छोडेर गइसक्यो। त्यो तल देखा तिनीहरूलाई गइसक्यो होला तिनीहरू बस्दैन। ठाडो कालो बाटो झर्नलाई झन् गाह्रो हुन्छ। मेरो खुट्टा काम छ खुट्टा यो दुख्छ। अझै चम्पादेवीदेखि त्यस्तो दिन थालेँ। अब यहाँ एकछिन बसेर क्रिम लाएर हिँड्नुपर्छ। अब चाहिँ बज्रयोगी नि बल्ल आइपुग्यो। 50 मिनट लाग्यो बस पार्कदेखि यहाँसम्म आउनु 50 मिनट। तर बिस्तारै हिँडेको। पुरा रेस्ट हान्दैछ यिनीहरू। चाहिँ मेरो साथीहरू चाहिँ यहाँ आएर धुप सल्काएर बस्छ। तिमी उतैबाट बोकेर आएको थियो? म घरबाट यही हाल्छु नै भनेर आएको क्या। हाल्नुहोस् धुप हाल्नुहोस्, बज्रयोगीलाई दर्शन गर्नुहोस्। मन्दिरको घन्टी बजाएर बज्रयोगीको दर्शन गरेर फर्क्यौँ। ओहो यसो यहाँको माहौल चाहिँ हामी त पहिला स्कुलबाट पिकनिक आएको थियो क्लासतिर चाहिँ यो भर्याङबाट भर्याङ अरे सबै। यो सानो भर्याङ फेरि गाह्रो हुन्छ क्या। उता चम्पादेवी जस्तो भर्याङ चाहिँ फेरि सजिलो भर्याङ हो त्यो। नाङ्जी भर्खर ओरिजिनल हाइक सुरु भइरहेको चाहिँ रोड जाने रे। एङ्जी हाई गरिदे बाई गरिदे। बाइकमा जाने। फोन गर है केही भयो भने, अप्ठ्यारो भयो भने चाहिँ। के भन्दा है गाह्रो छ सोल्टी। यहाँबाट यस्तो ठाउँबाट चढ्दैन भयो तर पुग्ने चाहिँ त्यही रहेछ। अनि रोड
चढ्दै चढ्दै ल को पहिला अगाडि पुग्ने रे है मेरो यहाँ सर्टकट र लङकटको च्यालेन्ज भइरहेछ त्यही पहिला पुगिहाल्छ नि पुग्न त नो डाउट चढ्न पर्ने हुन्छ हामी चाहिँ एकदम इजी छ इजी साँच्ची इजी छ इजी इजी पिजी इजी इजी पिजी कहाँ ओखलढुङ्गा तिमी गएको छ र मलाई किन याद आउनु यो भन्दा राम्रो हुन्छ हौ त्यतातिरको बाटो म भनिहाल्छ घरसम्म गाडी पुग्छ है तिम्रो पुग्छ पुग्दैन अनि के यस्तो बाटो खै तिमी ओखलढुङ्गाको हो यस्तो बाटोमा बसेर हामी चाहिँ चटपटी खाँदैछौँ थकित अवस्थामा के गर्ने एङ्जी छुट्टी एकपल्ट मात्रै चबाउनुहुन्छ बाटो धन्न चपाउन भइजाउन यहाँ आइदिएछ केमा आएको मैले भने तर हामीले ट्राई त गर्नु पर्यो हामीले केमा आइस यहाँबाट हामी चिसो चिसो खाएर गयौँ अब चाहिँ यस्तै यस्तै रोडको बाटो छ अरे होइन अब चाहिँ छाता उडेर हिँड्नु पर्ने हुन्छ चाहिँ अब रोडबाट यहाँनिर छ त्याङजी चाहिँ अब पठाउमा आउँछ अरे यहाँबाट अब यहाँबाट अझै 1 घन्टा लाग्छ कहाँ एङजी त यो तलले चाहिँ आउँछ बाटो त के हो यस्तो यो मरद छ त बाटो चाहिँ लास्टै उकालो छ होइन यस्तो ठाडो पनि होइन ठाडो नागबेली चम्पाको नागबेली भने यस्तो हाँसो छ त्यो मामालाई सम्झेर नागबेली ठाडो छ यो चाहिँ नागबेली ठाडो नागबेली ठाडो मैले 15 मिनट मात्रै भन्नुहुन्थ्यो नि 1 घन्टा म नि यहाँ बस्नु ठाउँ होला भन्नु अनि त्यो डाँडा आउँदैन भन्छु तिनीहरू दुइटा त यहाँ पनि छैन जस्तो छ है हिँड्नु जस्तो छ फाइनली यो झन्डा भएको ठाउँमा आइपुग्यो जसले नै सोधेन 1 घन्टा भनिदिन्छ यार के गर्ने हो 1 घन्टा भन्न अन्त अरूले त 15 मिनट भन्थ्यो यहाँको मान्छेहरूले 1 घन्टा मात्र भन्छ यार टिकट गर्ने ठाउँबाट टिकटमा त 15 मिनट भनिरहेको थियो लास्ट स्क्याम रहेछ भाइ यो त टिकट काट्ने ठाउँबाट 35 मिनट अझै स्क्याम भइहाल्यो यार फोन गरेछ बसौँ न हामी त बस्ने ठाउँ नपाएर कल गर्छ के भयो किनभने अब त रोड छैन यो ठाडो त आउँदिन कस्तो दामी फोन गरेर यार स्विच अफ छ आइफोन फाल्दे ओइ आइफोन छ भने थियो होला मनका लाग्यो चल्छो कफी ब्रेक हाम्रो चाहिँ यहाँनिर कफी त बियर पालामा हो नि त फेरि हाम्रो त नफाल्ने भाइ पानी बियर खाँदै जाँदैछौँ है हामी चाहिँ कसैले पनि थाहा नहोस् भनेर हामीले यसरी बोकेको बियर हो यहाँ छ बियर नपुगेर यहाँ पखालेर खान लगाइरहेको छु कि अर्को केटीले चाहिँ यहाँनिर लाज जडिहालेछ भने कि त्यही हो जातले पाएको होइन
मिसाइदिए तर अब त बाउनी हुन पाउँदैनस् त यत्रो 4 जनाको मङ्गोलियनको भिडमा हिँडेपछि त तामाङहरूको राईहरूको सङ्गत गरे ल मलाई घरगादारी माथि डाँडा गएको गुम्बा यहाँनिर सरे जस्तो छ मलाई त्यस्तै लाग्यो मैले एक दुईवटा चिनाल लामालाई पनि भेटेँ क्या त्यही त तिनीहरू अनि डाँडा गाउँ भन्दा त यहाँभन्दा त डाँडा गाउँ नै नजिक राम्रो पनि भन्दै थियो कि तिनीहरूले जङ्गलै रहेछ जङ्गलको तिमी चाहिँ जुरा मात्रै भन अब बोक्नु न एउटाले बोक्नेहरू चाहिँ घरमै छोडेर आउनु भएछ सिङ्गल त्यही त नि लिएर आउनुपर्छ नि है बोक्नु त लिएर आउँदैन लिएर आएर माथि उल्टै उल्टै बोक्नु पर्यो नि वाउ एन्डिजको आइसक्रिम त यहाँ रहेछ त आइसक्रिम हो कि दही हो सोल्जी अब आधी घन्टा मुखमै 1 घन्टा रहेछ जोरा चाहिँ हजुर गएर आउनुसँग भयो आफ्नै लागि खुसीको लागि आधी घन्टा भनेको क्या अब त्यहाँ चाहिँ 1 पनि यो त यो मोटर बाटो भएर त्यसो ल हामी सर्टकट बाटो के कुरा आउँछ हाल खान खाइर मिर्छ तर दिनमा हो वान रहेछ ल खाइसक्यो तल्लै खाएको गाडीमा 5 मिनेट भनेर हामी 15 देखि 20 मिनेट खरबुजा यताको खरबुजा हो कि होइन म त मोबाइल टेको थिएँ रहेछ यताबाट यता जाने बाटो त मैले त्यो अर्को नाखान बन्दैछु कि होइन त्यो उयो हो कि सुके खुर्सानी हो कि भयो त्यो त आगो बोल्छ कि हामी चाहिँ फाइनल टिकट काट्ने ठाउँमा तिनीहरू कहाँ छ है तिनीहरू टिकट काटेर गयो के गरेको लाइन रहेछ क्या लाइन रहेछ यत्रो धेरै लाइन छ यार आज स्याटरडेको दिनमा अनि यहाँसम्म बाइक आउँदै तर बाटो चाहिँ एकदम अफ रोड थियो यहाँबाट चाहिँ फोन गर न एकचोटि यहाँबाट ऊ त्यो आर्मी रहेछ चेक गर्नु दुईजना चाहिँ हराएको अवस्था हामी चाहिँ 3 जनाको मात्र लाग्यो टिकट अब हामी चाहिँ यहाँबाट जाने हो लास्ट चाहिँ भिड छ यो मेला लाए जस्तो टाइपको छ भिडियो अफ गर भन्नुहुन्छ त फर्किने त्यस्तै छ जाने त्यस्तै छ हाम्रो के साह्रो एउटा डस्टबिन चाहिँ राखिदिनु पर्ने हुन्छ क्या होइन सही उठाइछु होइन एउटा डस्टबिन त राख्नुपर्छ नि बोरा झुन्डाइतिर चाहिँ यार आई थिङ्क अब चाहिँ आए जस्तै छ अब चाहिँ फाइनल आएको मैले यस्तै यस्तै नै एक्सपेक्ट गरेर थिएँ क्या किनभने मैले टिकटकमा यही नै देखाएको थिएँ यस्तो भिड छ यार शनिबार चाहिँ नआएकै राम्रो के हो यस्तो यस्तो भिड छ त्यही त भने यस्तो भिड फाइनली हामी चाहिँ यहाँनिर आइपुगेको छौँ उताबाट त झन् हिँड्नै मिल्दैन किन यहाँ आउनु मिल्दैन होइन यहीँ छोटो छ यहीँबाट जाने आइपुगिहाल्छ नि यहीँबाट किनभने यो घुम्न मन्दिर घुम्न लाग्यो भने जस्तो यस्तो छ हामी चाहिँ कहाँ छ तल दियोस् माथि नै गएको होस् भनेर नि बसिरहेको थियो ठ्याक्कै माथि अनि हामी चाहिँ यहाँ पुगेर फोटो सेसनहरू हुँदैछ होइन लास्टै भिड छ अब चाहिँ मेरो भ्लग चाहिँ इन गर्दैछु फेरि अर्को भिडियोमा भेटौँला दुईजना चाहिँ हिँड्न चाहिँ रमाइलो भयो ठाउँ चाहिँ ओके